काका पौडिने त वरिपरि अनि सर्कल बनाउने प्रार्थना गर्ने ल त्यहाँनेरि इसाक सर ल हुन्छ त्यो बिचमा हामी भेट्यौँ कि नाम थाहा छ तपाईँ जोइन गर्नुपर्छ ल ल इसाकलाई चाहिँ अलिकति थोरै घुम्नुहोस् त यता इसाक सर ल यतिकोमा ल ल हामी के को समयमा आएको छौँ अहिले हामी के को समयमा अन्तिम प्रार्थना के को समयमा ल यो प्रार्थनाको आमेन चाहिँ मैले गर्छु तपाईहरुले मलाई मसँग जोइन गर्ने ओके अनि प्रार्थना गरेर तपाईहरुको बोली चाहिँ के हुनुपर्छ सुनिनुपर्छ ठुलो हुनुपर्छ ओके ल सबैजना रेडी हो यस सर ओके ल 3 क्याच योर रेन्स एभ्रीवन 3 2 1 एन्ड स्टार्ट ल धन्यवाद सर परमेश्वर पिता तपाईलाई धन्यवाद जनाउँदछु तपाईले हामीलाई आजको दिन दिनुभएको छ हामी आजको दिनमा प्रार्थना चढाउँदैछौँ तपाईलाई तपाईले हाम्रो प्रार्थना सुन्नुभएको छ हामी यस समय चाहिँ हामी अन्तिम प्रार्थनामा आएका छौँ हामी यस समय चाहिँ अन्तिम प्रार्थनामा आएका छौँ तपाई चाहिँ हरेकको साथमा रहनु भएको होस् अब हामी फर्केर चाहिँ यहाँबाट आफ्नो घरतर्फ लाग्छौँ तपाईले बाटोमा तपाईले सबैजनालाई बाटो घाटोतिर सहायता गर्नुभएको होस् र अर्को हप्ता यसरी नभेटिन्जेलसम्म तपाईको हरेकको साथमा तपाई रहनु भएको होस् भनेर म बिन्ती प्रार्थना चढाउँदछु सर्वशक्तिमान परमेश्वर पिताको नाममा आमेन फेरि आमेन हालेलुया ओके प्रेज द लर्ड ल प्रेज द लर्ड आएन ल हालेलुया ओके ल अब चाहिँ हामी एकछिन है त हामी अन्तिममा जहिले के खाँदै जान्छौँ त घर